भारतको गुजरात राज्यको अहमदाबाद विमानस्थलबाट बेलायतका लागि उडेको एयर इन्डियाको जहाज उडेको 5 मिनेटमै दुर्घटनाग्रस्त भएको छ। उक्त विमानमा 242 जना यात्रुहरू रहेको जनाइएको छ। विमान एक अपार्टमेन्टमा खसेको समेत बताइएको छ। जहाज टेक अफ गर्ने बित्तिकै दुर्घटनामा परेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्। दुर्घटना स्थलको भग्नावशेषबाट यति बेला 50 वटा शवहरू निकालिसकिएको समेत जनाइएको छ। दैनिक भास्करले जहाज उडेको 5 मिनेट बित्दा नबित्दै दुर्घटनामा परेको उल्लेख गरेको छ। साथै हिन्दुस्तान टाइम्सले टेक अफको 5 मिनेटमा जहाज दुर्घटनामा परेको उल्लेख गरेको छ। सामाजिक सञ्जाल मार्फत सार्वजनिक भएको भिडियोमा उडिरहेको जहाज तल खसिरहेको देखिन्छ। त्यसपछि कुनै एउटा अपार्टमेन्टमा ठोकिएको दैनिक भास्करले जानकारी दिएको छ। जहाजमा 2 जना पाइलट सहित क्याबिन क्रूका 10 सदस्य र 230 यात्रुहरू गरेर जम्मा 242 यात्रु रहेको जनाइएको छ। हिन्दुस्तान टाइम्सको समाचारमा जहाजमा गुजरातका मुख्यमन्त्री विजय रूपणी पनि सवार भएको बताइएको छ। घटनास्थलमा यति बेला उद्धार कर्मीहरूलाई तीव्र रूपमा हटाइएको छ भने धमाधम शवहरू निकाल्ने काम भइरहेको बताइएको छ।